ल है साथीहरू काफल आइसक्यो। कहाँको काफल हो रे नानी? सैगाको। कसले टिप्या? हो र सानो नानी चाहिँ सबैजना आएर काफल खाइदिनु होला है नानीको। मैले पनि अलिकति किनेको छु। काफल चाहिँ एकदम मिठो छ, राम्रो छ, ताजा काफल, आफै पाकेको, केही पनि अर्ग्यानिक, केही पनि नहालेको, औषधिहरू केही पनि नहालेको। खानु होला है साथीहरू। ल यो चाहिँ 100 रुपियाँको 2 किलो काँक्रा हो। त्यो पनि एकदम राम्रो छ। आजकल काँक्राहरू आइसक्यो साथीहरू। अनि अलिकति चाहिँ मैले काफल लगेको छु बाबुलाई खुवाउने भनेर। एकदमै राम्रो छ है साथीहरू।